राजा आएपछि चाहिँ देश बच्छ त। आजको प्रसंगमा केही इतिहासका बारेमा, शासन प्रणालीको बारेमा र जुनसुकै तन्त्र आए पनि देश समृद्धितर्फ अघि बढ्न नसक्नुको प्रमुख कारणको बारेमा चर्चा गर्नेछु। त्यसैले भिडियो पूरा हेर्नुहोला। नमस्कार, मानव एवं भगवान च्यानलमा फेरि पनि सबैजनालाई स्वागत छ। नेपालको तत्कालीन समयमा राजालाई ल्याउनु पर्दछ भनेर नेपालीहरू ठूलो संख्यामा उत्रिएका छन्। यसबाट पनि के पुष्टि हुन्छ भने हामी जुन तन्त्रमा छौं त्यस तन्त्रबाट सन्तुष्ट छैनौं। त्यही भएर नै राजा आऊ देश बचाऊ भन्ने नारा लागिरहेको छ। आजको प्रसंगमा केही इतिहासका बारेमा, शासन प्रणालीको बारेमा र जुन तन्त्र आए पनि देश समृद्धितर्फ अघि बढ्न नसक्नुको प्रमुख कारणको बारेमा चर्चा गर्नेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। अब ढिला नगरिकन सिधै प्रसंगतर्फ लागौं है त। नेपालको तन्त्र फेरियो तर देशको मुहार फेरिएन। हिन्दू राष्ट्रलाई निरपेक्ष राष्ट्र बनाइयो। राजतन्त्र हटाएर लोकतन्त्र ल्याइयो, त्यतिले पनि पुगेन। गणतन्त्र ल्याइयो, तन्त्र फेरिए, व्यक्ति पनि फेरिए, तर व्यक्तित्व फेरिएन। सम्पूर्ण नेपालीहरू सधैँभरि पीडामा परिरहनुको प्रमुख कारण यही नै हो। यति कुरा याद राख्नुहोस् कि विशेष गरी नेपालको उच्च तहमा रहनुभएका पदस्थ व्यक्तिहरूलाई यो कुरा भन्न चाहन्छु कि आफ्नो लागि मात्रै सोच्नुहुन्छ, कर्म गर्नुहुन्छ भने त्यस कर्मको प्रतिफल आफ्नो शरीरले पाउँछ, आफ्ना सन्तानहरूले पाउँछन्, आफन्तले पनि पाउँछन्, तर आफ्नै आत्माले चाहिँ पाउँदैन। जुन कर्मको फल आत्माले पाउँदैन त्यस कर्म व्यर्थ छ। तत्कालीन परिप्रेक्ष्यमा जुन तन्त्रमा छौं त्यसद्वारा नेपालकै छोराछोरीहरू पनि देशको सर्वोच्च पदमा बस्ने अधिकार पाएका छन्, जसद्वारा जनताका सन्ततिहरूले पनि नेपालको इतिहास कोर्ने सुवर्ण अवसर प्राप्त गरेका छन्। हुन त इतिहास रच्नका लागि उच्च पदमा रहनु पर्दछ भन्ने छैन, तर पनि उच्च पदद्वारा सो कार्य सहजै पूर्ण गर्न सकिने हुँदा पदको गरिमा छ। यस अवसरलाई उच्च तहमा रहनुभएका व्यक्तिहरूले विरासतबाट प्राप्त भएको हो भन्ने ठान्नु भएको छ। तर पूर्व राजा ज्ञानेन्द्रले वंशजबाट प्राप्त गरेको राजा पद, राजमुकुट पनि जनतालाई सुम्पिनु पर्यो भने अरूको त कुरै छैन। अन्त्यमा के भन्न चाहन्छु भने देशको उन्नति, प्रगति, समृद्धिका लागि तन्त्रको पनि भूमिका रहन्छ, तर त्यो भन्दा पनि महत्त्वपूर्ण भूमिका व्यक्तिको व्यक्तित्वमा भर पर्दछ।